आज असारको 29 गते माइस्थान पञ्चधुरा मन्दिरबाट हामी जनकपुर जलेश्वरको लागि यात्रामा निस्केका छौँ साथीहरूसँग। बर्दिवासमा गाडीमा तेल हालेर हामी पूर्वतर्फ लाग्यौँ। रातो खोलाको पुल आज पानी परिरहेको हुँदाखेरि खोलामा बाढी आएको रहेछ। पानी सिमसिम परिरहेको छ आज। त्यसपछि लालगढ हस्पिटल चोक पनि आइपुग्यौँ हामी। त्यसपछि ढल्केवर बजार आइपुग्यौँ। ढल्केवर बजारबाट हामी दक्षिणतर्फ लाग्न लागिरहेका छौँ। दक्षिणतर्फ लागेपछि बाटो पनि वान वे बाटो हो, ठुलो बाटो हुँदै हामी जनकपुरतर्फ लाग्यौँ। बाटोमा पर्छ नक्टाजिज कृषि फारम, त्यसपछि 4वटा पुल भएको ठाउँ, त्यसपछि महेन्द्रनगर बजार, महेन्द्रनगर बजारमा यो हो नेपाल आयरनियमको डिपो पनि रहेछ आज पानी। त्यसपछि ठुलो पानी परेर गाडीको वाइफर चलाउनु पर्ने भयो। अनि त्यसपछि हामी जनकपुरको भाटभटिनी सुपर मार्केट हुँदै अब पिडारी चोक पुग्यौँ। पिडारी चोकबाट हामी 0 माइल हुँदै जलेश्वरतर्फ लाग्यौँ। जनकपुरको बस स्टेसन हो यो बसहरू। त्यसपछि जलेश्वरतर्फ लाग्यौँ। अनि जलेश्वरमा काम सकेर हामी जनकपुरको यो हो राम मन्दिर। राम मन्दिरलाई परिक्रमा गर्दै जानकी मन्दिरको अगाडिबाट जानकी मातालाई परिक्रमा गर्दै विवाह मण्डप हुँदै त्यसपछि हामी फेरि बर्दिवासतिर फर्क्यौँ।